वेलकम छ मेरो न्यू ब्लगमा। आशा गर्छु तपाईँहरू सबै अब सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आजको भिडियो चाहिँ भन्दाखेरि के को लागि हो भनेपछि आज हामी घर जाँदैछौँ अनि बाटोमा पनि कस्तो पानी पनि पल्ला पर्छ जस्तो छ, बादल पनि पुरा कालो न कालो छ के अरे। मान्छेले हेर्दाखेरि के भन्ला ल बादल चाहिँ कस्तो छ, पानी पर्ला जस्तो पुरा टाढा बिचक छ क्या। आज तपाईँहरूलाई सबजनालाई घरको बाटो देखाउँछु। हावाले त केही साउन्ड पनि आएन होला सायद, धुलो चाहिँ उडे छैन। यहाँ चाहिँ बाटो बनाउँदैछ, कस्तो छ गिटी हेर्नु न कति धेरै छ। माउन्टेन एभरेज जस्तो बनाएको। यहाँ त पुरा बार देखा त, पानी आउँछ भनेर हेर्नु न गाइस, यहाँ पुरा बार देखा क्या। अरू पनि हेर्न सक्नुहुन्छ कस्तो कस्तो छ यहाँ त। हामी चाहिँ फेरि सधैँ यो बाटो आउने हो। यो चाहिँ साइक्लिङको अनि ऊ चाहिँ रनिङको लागि हो। जस्तो टक्कै अब मेट्रो स्टेसनको अगाडि आइपुगेछौँ। यहाँको भ्युज हेर्नु न कस्तो राम्रो छ। अघि नै भन्दाखेरि मैले बोले जस्तो लाग्थ्यो, तर के भन्दाखेरि अनि भिडियो चाहिँ भएको रहेछ मलाई थाहा थिएन। म त्यसै हच्चुवा बोलिरहेको थिएँ के अरे। यहाँ सक्नुहुन्छ रोड यहाँको। आएको आम्मा भ्युज हेर्नु न कस्तो राम्रो छ यहाँको। एउटा सायरी भन्छु ल, जो बादल गरजता है वो कभी बरसता नहीं, जो बादल नहीं गरजता वो बरसता है। कस्तो लाग्यो सायरी यसो कमेन्ट गरिदिनु होला अनि कमेन्टमा भनिदिनु होला यो मेरो सायरी राम्रो लागेछ भने। आशा गर्छु हजुरहरूले राम्रै नै भन्नुहुन्छ होला। अनि हाम्रो अब मेट्रो स्टेसन पनि आइपुगेछ। आज मेरो फोन पनि बिग्रेर बिजुक छ। फोन बिग्रेको भनेपछि के बिग्रेछ भनेपछि क्यामेरा चाहिँ फुटेको रहेछ। यसो भिडियो बनाउन लाग्थ्यो अनि हेर्छु त क्यामेरा त फुटेको रहेछ। त्यतिखेर मात्रै थाहा भएको क्या मलाई फेरि क्यामेरा फुटेको रहेछ भनेर। चल्दैछु अब तपाईँहरू देखाउन मिल्दैन किनकि मसँग गोल्डन कार्ड छैन। अनि केटीहरूको सेक्सनमा जान दिन्न, फेरि केटीहरू मात्रै अलाउड छ, केटाहरू अलाउड छैन। फेरि त्यो अगाडि मेट्रोको अगाडि केटाहरूको यहाँ ब्याक साइड हुन्छ, यहाँ बिचमा हुन्छ। चढेपछि अब देखाउन मिल्ने त्यही हो। अब मेट्रोमा चढेपछि अनि झर्दाखेरि मात्रै देखाउन मिल्छ। अब हामीले यहाँबाट जेब्लाली चढ्छौँ अनि सरौडी झर्छौँ हामी। अनि बुर्जवान चाहिँ अलि मेट्रो चेन्ज गर्न पर्छ, त्यसपछि डाइरेक्ट जान्छ कि त्यो सरौडी भन्ने ठाउँमा। त्यहाँ झरेर हजुरहरूलाई देखाउन कोसिस गर्छु। भिड भएन भने देखाउँछु, भिड छ लाग्छ क्या। अब हामी पुगिसकेछौँ मेट्रो स्टेसनमा। यो हातमा दुख्छ। मेट्रो आइसक्यो आन्टी। ल अब हाम्रो यो मेट्रो पनि छुट्यो। यो खै कति बज्यो। हाम्रो आन्टीको फोन हो आज। यो चाहिँ फोन आन्टीको हो। हेलो गाइस, हाउ आर यु? हामी आइपुगेछौँ मेट्रो स्टेसनमा। यहाँबाट देखाउँछु हजुरहरूलाई कति बसेछु। रेड लाइन हो यो मेट्रो।
लचक त्यो घमर कति नम्बर कुन मेट्रो हो यो ल यहाँबाट हामी जान्छौँ अब माथि गाइयो पिसाब फेरेर नि अब ब्लग फेरि कन्टिन्यू गर्छु यहाँदेखि अब यहाँबाट चढ्ने हो माथि आन्टी आउनु भएन यहाँ लिफ्टबाट चढ्ने अनि मेट्रोलाई कुद्ने हो एकछिन ल हामी भित्र गयो अब आन्टी पनि आउनु भयो चढे हामी माथि माथि ल यहाँबाट चढ्ने हामी कुन एरियामा भनेपछि एनर्जी भन्ने एरियामा हो यहाँबाट मेट्रो आउँछ सेम जापान जस्तो छ है हेर्दा त तर जापानमा अलिक थला हुन्छ यो चाहिँ माथि तर हाम्रो दुइटै साइड छ तल माथि भनेपछि 3 मिनट छ अझै मेट्रो आउनलाई ल गाइस यो चाहिँ बुर्जुमानको स्टेसनमा आइपुग्यो हामी यहाँबाट सरौटी जाने अब 80 लाख हामी एक्जिट आइसक्यो सरौटीजीकोमा बाहिरको भ्यू देखाउँछु कस्तो छ यो चाहिँ हो सरौटीजीको मेट्रो एक्जिट 3 हेर्न सक्नुहुन्छ यहाँ डे टु डे छ यहीँ अब ब्लग एन्डिङ गर्न पर्ला जस्तो छ सरौटी एरिया यो चाहिँ भन्ने मौसम चाहिँ त्यही खराब छ क्या पानी पर्ला जस्तो छ तर पर्छै होला सायद मैले अघि नै हजुरहरूलाई सायद चाहिँ सुनाइसक्यो होइन आइया ल यो एन्डिङ यहीँ गर्न लाग्छु भिडियोलाई चाहिँ नहेर्न बिर्सिनु होला साथीहरू बाई बाई टाटा